गर्दा उद्घोषकज्यूकै शब्दलाई मैले संज्ञा दोहोऱ्याउन चाहेँ। सम्पूर्ण यस कार्यक्रममा उपस्थित हुनुभएका अतिथिज्यूहरूमा म मेरो तर्फबाट हार्दिक अभिवादन प्रकटाउन चाहन्छु र यो कार्यक्रमको सान्दर्भिकताका विषयमा मैले भनिरहनु परेन, धेरै साथीहरूले भन्नुभएको छ, त्यसलाई मैले पनि समर्थन गर्छु। र त्यसै गरी एकजना साथीले बडा मिठो कुरा उठाउनु भयो, यो अर्थपूर्ण भन्ने शब्दमा उहाँको पनि जोड थियो, मेरो पनि जोड छ। वास्तवमा महिलाको सहभागिता भनेको अर्थमै गरेर रोकिएको छैन। जबसम्म महिलाको हातमा सम्पत्तिको अधिकार हुँदैन तबसम्म अर्थपूर्ण सहभागिताको पनि अर्थ रहँदैन। तपाईँले नाकको फुली लाग्नु भएको छ, बेच्ने अधिकार पुरुषको मुखमा छ। तपाईँ के कसलाई कुन भोट किन्न जानुहुन्छ, कहाँ तपाईँ भोट लिनुहुन्छ, कसलाई कन्भिन्स गर्नुहुन्छ? राति 12-1 बजीसम्म भट्टीमा बस्ने अधिकार तपाईँको श्रीमानलाई छ, तपाईँ कुन भोट कन्भिन्स गर्नुहुन्छ? मासु चिउरा नखाइकन भोट आउँदैन। अनि त्यसपछि सर्वप्रथम त तपाईँले उम्मेदवार हुन नै पहिले श्रीमानलाई सोध्नुपर्छ। श्रीमानले हुन्छ भने मात्रै तपाईँ उठ्न पाउनुहुन्छ। अनि त्यो अर्थपूर्ण न पैसाको अर्थ छ न तपाईँको उपस्थितिको अर्थ रहन्छ। अहिले हाम्रो उद्घोषकजीले पनि भन्नुभयो, जुन बिहारको कुरो, एकजना महिला बालबालिकाको चाहिँ केन्द्रीय उसको त्यो निर्देशकले भन्नुहुन्थ्यो हामीसँग, एउटा उहाँले अनुभव सेयर गर्दा, बिहारमा उहाँहरू जाँदाखेरि एउटा गाउँपालिकामा खोइ त यहाँको चाहिँ मुखियाजी कहाँ हुनुहुन्छ भन्दाखेरि त्यहाँ महिला हुनुहुन्थ्यो। उहाँको श्रीमानले के काम छ आके कहू न, तो काम से हमरा मुखिया जी से भेंट करेंगे थे, हम ही छे मुखिया, तो नहीं हम तो महिला के नाम सुन रही है, हाँ नाम ओकरा छे लेकिन काम हमरा छे। र वास्तवमा त्यो किन भएको भन्दाखेरि हामीसँग स्किल्स नभएर पनि हो। र त्यो स्किल दिलाउने काममा पनि हाम्रो आदरणीय नेतृत्वहरूले पनि भूमिका खेल्नुपर्छ भन्ने मलाई लाग्छ। सरिताजीले केही कुराहरू उठाउनु भएको छ, म सरिताजीलाई नजिकबाट पनि चिन्छु, 70को बारेमा, त्यो राम्रो कुरा पनि हो। र आयोजकज्यूहरूले यो कार्यक्रम राख्नु भएकोमा म धन्यवाद दिँदै के पनि भन्न चाहन्छु भने, यहाँहरूले आज यस कार्यक्रममा जुन पार्टीको ठेक्का लिएर बसेका ठेकेदारहरूलाई पनि बोलाइदिनु पर्थ्यो। जसको हातमा पार्टी छ, जसले उम्मेदवार राख्ने या नराख्ने निर्णय गर्छ, ती ठेकेदारहरूलाई यहाँहरूले यहाँ उपस्थित राखिदिनु भएको भए हामी त्यहाँ कुरा राख्न सक्ने थियौँ र उहाँहरूबाट के जवाफ आउँथ्यो त्यो हामी सुन्न पाउने थियौँ। र यो त हामी आफै मात्रै छलफल गर्यौँ, यो छलफल त छलफलमै सीमित रहला। एउटा आशा छ सरिताजी यहाँ हुनुहुन्छ, अनि धेरै साथीहरूले पार्टीको परिचय दिनुभएको थियो, मैले दिइनँ, कारण त्यही थियो, किनभने म उम्मेदवार छान्ने ठाउँमा छोइनँ, त्यसैले मैले पार्टीको परिचय दिइरहनु मैले उपयुक्त ठानिनँ। सरिताजी हुनुहुन्छ, भोलिको दिन हामी सरिताजीलाई प्रश्न गर्छौँ, तपाईँ जुन पार्टीमा एउटा जिम्मेवारी पदमा हुनुहुन्छ त्यहाँ तपाईँले को महिला कस्ता महिला उम्मेदवार छान्नुभयो सरिताजी भनेर प्रश्न गर्न सक्छौँ। त्यसै गरी यहाँहरूले नेपाली काङ्ग्रेसबाट, जनमत पार्टीबाट, त्यस्तै गरी नेकपा समाजवादीबाट पनि यहाँ नेतृत्वलाई यहाँले उपस्थित गराउन सक्नु पर्थ्यो, त्यो उपस्थित छैन। ममताजीले मलाई राम्रो कुरा भनेर जानुभयो, मलाई खुसी त लाग्यो, महिला एक हौँ, तर किन ममता धारा म एक छैनौँ, म किन जनमत पार्टीमा हुन्छ म अर्कोमा छु, कसरी एक हो? भोलि ममता उम्मेदवार हुँदा म भोट दिन सक्छु, त्यसले गर्दा हामी महिला एक छैनौँ हो। महिला पार्टी आजसम्म हेर्नुहोस्, नेपालको राजनीति इतिहासमा तपाईँहरूले सायदै सुन्नुभएको छैन र सुनिन्छ या सुनिँदैन मलाई त्यो थाहा छैन, महिलाहरूले नेपाल बन्द गरे अरे भनेर कहिले सुन्नु भएको छैन। हामी 51% महिलाको दाबी गर्छौँ। महिलाको कारण आज यो रोड जाम भयो थाहा छैन, त्यसले गर्दा हामी महिला खै कहाँ छौँ? एउटा कुरो मलाई कमला भाषणको याद आइरहेछ, उहाँ आदरणीय लेखक पनि हुनुहुन्छ, उहाँले एउटा कार्यक्रममा यस्तै रमाइलो कुरा भन्नुभएको थियो। एउटा त्यो माछा जाल मार्ने मान्छेले एउटा फुर्लुङमा राखेछ माछा, एउटामा राखेछ गङ्गटा, जुनमा माछा राखेको थियो त्यसमा बिर्को लगाएको थियो, अर्को गङ्गटा राखेकोमा बिर्को लगाएको थिएन। त्यहाँ सोधे तपाईँले किन यसमा बिर्को लाउनु भयो यसमा लाउनु भएन भन्दाखेरि माछा त उफ्रेर भाग्छ, गङ्गटाको त एउटा गङ्गटाले अर्का खुट्टो तानेर समातेर तानिहाल्छ, त्यसैले कुनै पनि उम्किँदैन। हो, हामी महिलाहरूमा पनि यो छ, हामीले छैन भनेर हुँदैन। ओहो फलान हो त्यहाँ संसदमा जितेर गयो भने त भोलि त मेरो पत्ता साफ हुन्छ, त्यसलाई त पठाउनु हुँदैन। अगाडि भन्नुहुन्छ आदर्शताको कुरा गर्न त सजिलो छ, सस्तो छ, तर पछाडि पक्कै पनि महिलामा पनि ब्याकबाइटिङ छ। अघि हाम्रो उसले मनोजीले पेसाको कुरा गर्नुभयो,
हो तपाईँहरू कुनै पनि पेसामा जानुहुन्छ भने बाहिरबाट एकदमै राम्रो देखिन्छ। हुन त कालो कोटभित्रको कालो कर्तुत भन्छन् वकिलहरूलाई, होइन, कर्तुत पनि गर्नेहरू छन्, नभएका होइनन्। तर वास्तवमा कुनै पनि भान्सामा के पाकेको छ भन्ने कुरो तपाईँले बाहिर बास्ना सुँगेर थाहा पाउनुहुन्न जबसम्म भान्सेमा जानुहुन्न। कुनै पनि क्षेत्र महिलाको हकमा त्यति सजिलो छैन, च्यालेन्जिङ छ। त्यसैले तपाईँहरूले देख्नुहुन्छ नि, एउटा पुरुष त्यो ज्यामीको काम गर्दा गर्दै त्यो इँटा ठोक्दा ठोक्दा मिस्त्री बन्छ, महिलाहरू बन्दैनन्। महिलाहरू 12 वर्ष पनि त्यही डोकामा इँटा मात्रै बोकिराखेका हुन्छन्। अनि महिलाहरू कहाँ हुन्छन्? पुरुषहरू अफिसमा कार्यालयमा काम गर्छन्, महिलाहरू त्यहाँ पोसा झाडु लाउने मात्रै काम गर्छन्। अनि तपाईँहरूले बहुसङ्ख्यक महिलाहरू हेर्नुहुन्छ भने टिचरमा छन् महिलाहरू, त्यो पनि प्राथमिकता हो। माथिसम्म त पढाइदिए पो राम्री भएन भने केटाले बिहा नगर्ने, धेरै पढाइदियो भने पनि पैसा दिनुपर्ने, खर्च पनि लाग्ने महिलाहरूको सवालमा। आज सम्पत्तिको अधिकारको कुरा छ, खोइ कुन महिलाले सम्पत्ति पूर्ण लिनुभएको छ? कोही पनि कानुन व्यवसायीले भन्नुन् कुनै पनि सम्बन्ध विच्छेद भएकी महिलाले त्यो सम्पत्तिबाट उसले पूर्ण रूपमा हामीले उसलाई दिलाएका छौँ भन्ने छन् भने त्यो पक्कै छैन, तपाईँहरू पाउनुहुन्न। घरले दिनै खोज्दैन। सर्वप्रथम त बुहारीले न्यु खोज्नु थाल्यो भने के गर्छन् भने उनीहरू त्यो छोराले मैले चाहिँ मिलापत्र गरेर यति सम्पत्ति बुझेको भनेर 1 लाख 4 लाख 5 लाख कति बुझ्छन्, ऊ धनी हुन्छ। अनि सम्पत्ति बुझेपछि महिलाले त पाउने कहाँबाट भन्दाखेरि त्यही श्रीमानबाट हो हेर्नु सम्पत्ति पाउने। अब यहाँनिर सरकारजीलाई मैले यो कुरो पनि भनिरहन्छु, यहाँनिर महिलाको दर्जा पनि दोस्रो स्टेपमा छ, तपाईँ बुझ्नु होला। जस्तै माइतीमा हुँदाखेरि हामी जन्मिँदाखेरि दाजुभाइ सोसेर जन्म्यौँ नि, हामीले अंश पाउँदाखेरि त दाजुभाइ सोसेर पाउँछौँ नि। तर हामी घरमा गइसकेपछि श्रीमानको सम्पत्तिबाट पाउँछौँ, छोराछोरी सोसेर। भनेपछि कानुनमा हामी 1 स्टेप तल त्यहाँ झर्छौँ बिहा हुने बित्तिकै। हो अहिले कहीँ कहीँ भएको छ, विवाहिता छोरीले पनि अंश पाएको छ। तर त्यो अंश पाउनको लागि लड्ने सम्पत्ति खोइ तपाईँलाई फेरि ऊ अर्थपूर्ण, त्यहाँ पनि अर्थै आउँछ। फेरि तपाईँले वकिल राख्नु पर्यो। त्यो अदालतको त प्रक्रिया यहाँ छताछुमा सुनिरहनु भएको छ, 30औँवटा पेशीसम्म गएर कुर्नुपर्छ, पालो आउँदैन, कहिले हट्छ, कहिले स्थगित हुन्छ आदि इत्यादि। अदालतका आन्तरिक मामिला छुट्टै छन्। त्यसले गर्दाखेरि हामी कहाँ छौँ? सुरक्षित छैनौँ। कानुनी पेसामा मैले देखेको छु धेरै जसोको कि श्रीमान वकिल छ र श्रीमती वकिल भएको छन्। हेर्नु होला तपाईँहरू, उदाहरणको रूपमा हेर्नुहोस्, कसैको बाउ वकिल छन् अनि छोरी वकिल भएको छन्, छोरा वकिल भएको छन्, त्यहाँ पनि पुस्तान्तरण भइरहेको छ पेसा। नत्र मुद्दा चल्दैन, आउँदैन, महिलालाई पत्याउँदैनन्। किनभने करोडौँ करोडको डिल हुन्छ मुद्दामा, त्यो 5 स्टारमा हुन्छ, कहिलेकाहीँ सानोतिनो पर्दावाला झुपडीमा पनि हुन्छ। त्यो गर्न त महिला जान सक्दैनन्। त्यसैले गर्दा जसरी चुनावमा अर्थपूर्ण सहभागिता हुन सक्दैन महिलाको, पेसामा पनि अर्थपूर्ण सहभागिता हुन नसकेको कारणहरू यिनीहरू छन्। कानुन बोल्दैन, कानुन छ तर त्यसको अर्थपूर्ण कानुन भए पनि त्यस सार्थकपूर्ण चाहिँ त्यसको उपयोग छैन हामी कहाँ। यहाँनिर महिलाहरूको बिचमा के हुन्छ? पुरुषहरूले राजनीति गरिरहेका हुन्छन्। त्यो चौधरी समुदायको महिलालाई उम्मेदवारी दिन पायो भने त चौधरीहरूको भोट त मलाई आउँछ भन्छ। उनीहरू त्यसरी तार्किक बनाएको हुन्छ। कुनै ठाउँमा यहाँ मण्डलको बस्ती छ, त्यसैले यहाँबाट समानुपातिकमा मण्डलको एउटा महिलालाई हालिदिउँ, त्यो भोट हामीलाई आइहाल्छ। भएको त्यही छ। हेर्नुहोस् यहाँ राजनीति तपाईँहरूले देख्नुहुन्छ, नगरपालिकाका चुनावहरू त्यही भए, सांसदका चुनावहरू तिनै हुन्। अनुहार त एउटै हो, सानो ऐनाबाट हेरे पनि त्यही अनुहार देखिन्छ, ठुलो ऐनामा हेरे पनि त्यही अनुहार देखिन्छ। त्यसैले बाघलाई हेरेर बिरालो हेरे पुग्छ भनेको त्यही हो। चुनावको पनि अर्थ त्यही हो। त्यसले गर्दाखेरि हामी महिलाहरू एकजुट हुँदैनौँ, छैनौँ। हरेक पार्टीको पुच्छरमा महिला झुन्डेका छौँ। अनि पुच्छरमा मात्रै आन्दोलन गर्ने बेला महिला कहाँ? अगाडि ब्यानर बोक्न। किनभने पुलिसले डन्डा हान्यो भने त महिलाकोमा पहिले पर्छ, पछाडि भयो भने त भाग्न पनि पाइन्छ। अनि त्यहाँदेखि महिला पनि मख यत्रो यत्रो कालो चस्मा लाएर पत्रकारले पनि खिचिहाल्छन्, फोटो पत्रिकामा पनि आइहाल्छ। मख पर गयो अनि फोटो खिचायो र फर्क्यो। अनि पद पाउने बेलामा कहाँ महिला भन्दा पछाडि महिला। त्यहाँ अनि के हुन्छ? हे यी जग्गा त पनि जितैवाला हाम्रा जितैवाला छ हाम्रा पार्टी के आहा उठ्बे त आँखाके नै यार ऐठिन त पुरुषकै बिहा पर्छ। एउटा त हाम्रो उल्लासजीले भनिसक्नु भएको छ, जुन पार्टीहरूले पनि एउटा लुप होल छोडेका छन्। फरक फरक पार्टीबाट भयो भने पुरुष उपमेयर भयो पनि हुने। धन्न जम्मा मेयर उपमेयर अध्यक्ष उपाध्यक्षमा दिन्छन् महिलालाई,
अघि पत्रकारजीले भनिमाल्नु म उप भनेको चुप्पको पद दिन्छ त्यो चुप्पमा पनि अब त आङ्कुसे लाउन थाल्यो अर्को पार्टीबाट गठबन्धन गरेका छौँ एकचोटि हामीले सोच्यौँ यसमा रिट जाउँ कि भनेर यसो सोचेको त के रहेछ भने फरक पार्टीको गठबन्धन हुँदो रहेछ उसले आफूले उम्मेदवारै नदिने अनि त त्यहाँ मैले ल्याएर त भन्न सकिएन नि त त्यसले गर्दाखेरि अनि समानुपातिकमा गयो भने जसरी त कर्मचारीहरूलाई अहिले त्यो 22 घडी के को भनेर हेर्छ नि समानुपातिकमा फेरि त्यही दशा हुन्छ हेर्नु अनि महिलाको काहीँ पनि तपाईँलाई इज्जत यस अर्थ छैन त्यसले गर्दाखेरि यो अहिले पनि समय छ हाम्रो आयोजकज्यूहरू तपाईँहरूले कम्तीमा यो कार्यक्रमलाई महिलाको बिचमा मात्र नभएर आदरणीय नेताज्यूहरू जसले पार्टी हाँकिरहनु भएको छ महिला त सक्दैन उहाँहरूले पार्टी पनि राख्ने त्यही हो पहिला त एकजना राख्नुहुन्थ्यो महिला पनि राखिदिउँ न भनेर अनि बिचाराको बोल्ने पालो अन्तिममा आउँथ्यो उठेर बोले हावाले उडाउने बसेर बोले मुसाले नसुन्ने महिलाको कुरा कहाँ लागु हुने अनि त्यसले गर्दाखेरि अब पनि पार्टीमा खै 33% सहभागिता छ महिला छैनन् अघि हाम्रो सुधाजीले राख्नुभयो कुरा हाम्रै राजधानी नगरपालिकाको उपमेयरज्यूले काम गर्नुभएको छ भनेर काम त जिम्मेवारी आएछ किन नगर्नु पुरुषहरू घरको काम गर्नुहुन्न उहाँलाई दिनु पर्यो नि होटलमा यत्र भाडामा भात पकाएर पैसा कमाउन चाहिँ सक्ने घरमा यति सानो भाडा भात पकाउन नसक्ने छोड्ने हिँड्ने भोकले मर्छ भने पकाएर खान्छन् होइन भने काँचै आलु पोलेर खान्छन् हामीले के गर्नुपर्छ होइन म गइनँ भने मैले भात पकाएर उनीहरू भोकले मर्छु भनेर भात पकाउन थाल्यो भने हाम्रो घेरा नै त्यतिमै सीमित हुन्छ भातै पकाउनमा ठिक हुन्छ त्यसले गर्दाखेरि भात पकाउने होइन भात पकाउन हामीलाई मात्रै होइन पुरुषहरूलाई पनि आउँछ लन्ड्री कसले चलाएको छ महिलाले घरका लुगा तपाईँ धुनुहुन्छ लन्ड्रीमा को काम गर्छ पुरुष होटलमा 5 स्टारमा को काम गर्छ पुरुष लजहरूमा ओछ्यान मिलाउने को हुन्छ पुरुष किन त्यहाँ अर्थपूर्ण छ फेरि घरको भातमा घरको ओछ्यानमा घरको लुगामा छैन अर्थपूर्ण त्यहाँ अर्थै छैन त्यसले गर्दा अर्थपूर्ण कहाँ छ भन्दा होटलमा छ लजमा छ 5 स्टारमा छ हरेक ठाउँमा त्यहाँ अर्थपूर्ण छ र चुनावमा पनि त्यही अर्थपूर्ण छ त्यसले गर्दाखेरि मैले अब यहाँ अरूलाई त मैले अब के भनौँ उहाँहरू पनि एउटा सहभागीको रूपमा आउनु भएको छ सांसद हुनुभएको छ उहाँहरूले त्यहाँ बोल्नुहुन्छ उहाँहरूको बोली कति बुझ्छ त्यो मलाई थाहा छैन अब सरिताजी यहाँ हुनुहुन्छ उहाँ कम्तीमा उम्मेदवार छनौट गर्ने ठाउँमा हुनुहुन्छ मलाई थाहा छ भोलिका दिनमा सरिताजीले यसको के जवाब दिएर हामी नजिक आउनुहुन्छ यो एउटा प्रतीक्षाको घडी हो र यो कुरालाई ममताजीले अरू जुन नेताको मुखपुर्कीहरू गर्नेहरू हुन्छ नि अघि पछि गर्नेहरूसँग पनि पुर्याउनु होला भन्ने मैले आशा गरेको छु र आउने दिनमा यहाँहरूले कम्तीमा पनि ती सबै नेतृत्व वर्गहरूलाई यहाँ बोलाइदिनु होला र छिटोभन्दा छिटो एउटा कार्यक्रम गर्नु होला त्यो गरिदिनु भयो भने त्यो कार्यक्रम अझ सार्थक हुन्छ भन्दै आजको यस कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण दिदीबहिनीहरू र हाम्रा सहयोगी दाजुभाइहरू पनि उहाँलाई फेरि मैले गाली मात्रै गरेर छु नरिसाउनु होला सहयोगी दाजुभाइहरूलाई पनि म हार्दिक धन्यवाद दिँदै